हेलो गाइस, आज हामी जान्नेछौँ एज अ स्टुडेन्ट हामीले कसरी आफ्नो इन्कम चाहिँ गर्न सक्छौँ नेपालमा। नेपालमा विशेष गरेर हामी के हेर्ने गर्छौँ भने विद्यार्थी जीवनमा चाहिँ इन्कमको लागि एकदमै गाह्रो हुँदो रहेछ। जब विद्यार्थी पढ्छ नि अनि त्यतिखेर चाहिँ पैसा कमाउनको लागि चाहिँ आफ्नो पकेट खर्च निकाल्न र पढाइलाई म्यानेजमेन्ट गर्न दुवै गर्न एकदम गाह्रो हुँदो रहेछ। त्यसलाई म्यानेज गर्नको लागि हामीले चाहिँ के गर्न सक्छौँ भने नेपालमा बसी बसी हामीहरू एज अ स्टुडेन्ट आफ्नो पकेट खर्च निकाल्नको लागि या ट्युसन फी निकाल्नको लागि या क्यान्टिनको आफ्नो पकेट खर्चको लागि पैसा निकाल्नको लागि हामी इजिली नेपालमा बसी बसी इन्कम गर्न सक्छौँ। तर त्यो कसरी गर्ने त्यसको आइडिया चाहिँ के छ, धेरै स्टुडेन्टहरूलाई यो थाहा छैन। त्यही बारेमा आज म चाहिँ जानकारी दिन आएको छु। हामी चाहिँ नेपालमा कसरी इन्कम गर्न सक्छौँ भने अहिले नेपालमा विभिन्न किसिमको विभिन्न कम्पनीहरूले आइपिओ निष्कासन गर्ने गर्छन् र त्यो आइपिओ एप्लाई गर्नको लागि हामीले चाहिँ ब्याङ्कमा खाता खोल्नुपर्ने हुन्छ र खाता खोलिसकेपछि आइपिओ एप्लाई गर्ने, आइपिओ एप्लाई गरिसकेपछि आइपिओ पर्छ र त्यो आइपिओ परेपछि 1000को अब कुनै कुनै कम्पनी यदि राम्रो भयो भने 20,000 25,000 समेत पनि दिने गर्छन्। यदि कुनै कम्पनी त्यस्तै भयो भने कम्तीमा पनि 8,000 10,000 5,000 7,000 जतिको एभरेज दिने गर्छ र महिनामा एटलिस्ट कम्तीमा 2-3वटा आइपिओ कम्पनीको त आउने गर्छ। त्यसैले यदि तपाईँहरू पनि एज अ स्टुडेन्ट हुनुहुन्छ र आफ्नो पकेट खर्च आफ्नो इन्कम चाहिँ जेनेरेट गर्न चाहनु भइरहेछ भने विभिन्न कम्पनीको आइपिओहरू आइरहेछ अहिले। त्यसको लागि तपाईँहरू चाहिँ ब्याङ्क खाताहरू खोल्नुपर्ने हुन्छ। ब्याङ्क खाता खोलेर डिमेट खाता खोल्ने अनि डिमेट खाता खोलिसकेपछि त्यसमा अब ब्याङ्कहरूसँग गरेर समन्वय गरेर सिआरएन नम्बर दिन्छ अनि पछि तपाईँ आफै आफ्नो मोबाइलबाट त्यहीँ घरमा बसी बसी आइपिओ एप्लाई गर्ने, आइपिओ अलर्ट भइसकेपछि तपाईँहरू पनि आफ्नो पकेट इन्कम अर्न गर्न सक्नुहुन्छ। सो यदि अझै यस भिडियोको बारेमा तपाईँहरूलाई जानकारी चाहियो भने कमेन्ट गर्नुहोला र यो भिडियोलाई लाइक र सेयर जरुर गर्नुहोला। हाम्रो च्यानललाई सब्सक्राइब अनिवार्य गर्नुहोला। अझै थप जानकारी चाहियो भने के कसरी आइपिओ भर्ने, कसरी चाहिँ एप्लाई गर्ने, के गर्दाखेरि आइपिओ पर्छ, कसरी भर्ने, त्यो सब कुराको बारेमा हामी नेक्स्ट भिडियोमा जानकारी दिनेछौँ। अहिलेको लागि थ्याङ्क यू।